ल गाइस हामी चाहिँ टक्क यो मामाको भान्जी भेट्नु हिँडेको है। माम्सले मिलाइदिन्छु भन्दैछ, मिलाउन सक्छ कि सक्दैन डटफटमा होइन। सो बोर लागेर बेला घुमाएको होइन। मामाको भान्जी ठ्याक्क यतै रहेछ, डान्स किन देख्नुहुँदैछ र फेरि अहिले खतरा डान्स आमाई जस उसको भान्जी चाहिँ कस्तो रहेछ हेर्नु लागि जानु आँटेको। दामी छ भन्छ छोरीले। आजकलको मान्छे सबै खुलाइ दिन्छ। कहाँ आइपुग्यौँ हामी? खाना कहाँ आइपुग्यौँ? पाठशाला ए बराबर 5 मिनट लाग्यो त। त्यही टोइलेट छ होला त्यही। हेलो हेलो गाइस, च्याङ्गा पुल आइसक्यौँ हामी होइन। त कहाँ काम गर्ने हो यो भान्जीले? कहाँ काम गर्ने त त्यसलाई? पटुवा त्यहाँ घरतलामै अब बाटो ठुलो बनाउँदैछ, सब उडाइदिएको रहेछ नि त्यताको। धेरै पछि फेरि ढलेको अब लुक्ने चेन्ज भएको रहेछ क्या अब सम गाडीहरू के हो यतिको जाम हुन्छ क्या हाम्रो ल नसकिने नै बौ। छिर्दिम ओ माई गड के गरिदियो आयो। क्रस गर्नु त दिनु नि यार। कत्रो हतार भएको यो मान्छेहरू छ्या क्रस गर्नै नदिने मान्छेहरू। ट्राफिक छ यो। एक चीजको मात्र लागोस् न जस्तो जहिले पनि तान्दै बसिरहेको सिलिम पनि पगाउँदै घडी जस्तो होला तर छैन कुनै कुरा पनि राजकुमार राजकुमार ए राजकुमारको छोरा। ल ट्याक्क यो चाहिँ च्याङ्गा पुल है गाइस। सो हाम्रो मोटु मामा चाहिँ होइन अब देखाउनु सक्छ यताउति। ओ म्याम स्ट्याङ हानिदिनु न टक्क लाएर होइन। अब प्र्याङ्क गर्नु पनि अब रिस्की नै हुने रहेछ क्या। अब अरू कतिले बोधी खाइरहेको छन् होइन। आज माम्सलाई लगाएको के हुन्छ उसको भान्जीलाई चाहिँ प्र्याङ्क गरिदिनुपर्छ जस्तो लागिरहेको छ यार। आमा टाढो रहेछ नि त बाटो। ल बिस्तारै जाइ बिस्तारै हातिदिनुहुन्न त यार। यहाँको मान्छेहरू यस्तो हातिन्छ म्याप एकछिन रोकेर मैले खोलिनु त्यो त दामी जाम हुन्थेन नि त। तर हेर सिक्ने गाडी पनि धेरै भइसक्यो यतातिर त। आमा रोड क्रस गर्नु सुत्दै दिँदैन।